आज म साँच्चै फर्केर हेर्छु होइन, त्यो 1 वर्ष चाहिँ मेरो लागि चाहिँ यो इयरसम्म आइपुग्दाखेरि सबभन्दा बेस्ट इयर चाहिँ सर त्यो भएको थियो। किनकि म कसैको लागि कसैको लागि त्यहाँ काम गरिरहेको थिएँ। काम भनौँ कसैलाई सेवा पुऱ्याइरहेको थिएँ। जहाँ अस्पतालहरू पुग्ने थिएन क्या, त्यो कति फेसिलिटी थिएन। तर त्यहाँनिर एलएमहरूको यति साह्रो होइन हुन्छ नि, निरन्तर यति साह्रो उहाँ डेलिकेट भइकन त्यहाँनिर हिलिङहरू पुऱ्याइदिनु भयो र ती फलस्वरूप पनि यति धेरै बिरामीहरू जाति हुनुभयो। एक प्रकारको आफूलाई साँच्ची नै भाग्यमानी ठाने कि म यस्ता महान गुरुको साथमा हिँडिरहेको छु। हुन त एउटा दरिलो खम्बा नभए तापनि एउटा इँटा भएर पनि एउटा हिँड्न पाउँदाखेरि एकदम आफैलाई भाग्यमानी बोध गरेको छु। वेलकम टु लभिजम टक सो। जय प्रेम, यहाँहरूलाई स्वागत छ लभिजम टक सोमा। म मिरेश र आज पनि हामीसँग रुपेन राराहाङ सर हुनुहुन्छ जो सिक्किमबाट पाल्नु भएको छ र गएको एपिसोडमा हामीले छोटो डकुमेन्ट्री भिडियोहरू साथै गुरु हजुरको दाजुबाट तीन चुल्हाको विषयमा धेरै कुराहरू हामीले जानकारी पाएका थियौँ। तथापि पनि समयको अभावले गर्दा उहाँसँग धेरै भिडियोहरू धेरै डकुमेन्ट्री भिडियो हुँदाहुँदै पनि हामीले थोरै भिडियो मात्र प्रस्तुत गरेका थियौँ र ढिला नगरिकन उहाँलाई आउनुहोस् स्वागत गरौँ। सर लभिजम टक सोमा हजुरलाई स्वागत छ। थ्याङ्क यू सो मच सर। सर हामीले गएको एपिसोडमा हजुरबाट धेरै कुरा हामीले एउटा जान्ने मौका पाएका थियौँ, जहाँ चाहिँ छोटो डकुमेन्ट्री भिडियो साथै गुरु हजुरको जेठा दाजुबाट चाहिँ तीन चुल्हाको विषयमा होइन धेरै कुराहरू अवगत हामीले भएको थियो र हजुर आफैले पनि एउटा अवगत गराएको कुरा चाहिँ अझै पनि तपाईँसँग कति भिडियोजहरू छ होइन, म देखाउने छु, समयको अभावले हामीले देखाउन पाएनौँ, त्यो छ भन्दै हुनुहुन्थ्यो। र आज हामी कस्तो कस्तो भिडियोहरू हेर्नेछौँ, के कस्तो होइन, यो हाम्रो दर्शकहरूलाई पनि बताइदिनुहोस् न। धन्यवाद सर हजुरलाई। आज मौका मिल्यो, जुन चाहिँ अघिल्लो एपिसोडमा अलिकति समय नमिलेको कारणले गर्दाखेरि भिडियोहरू हामीले डकुमेन्ट्री भिडियोहरू हेर्न पाएका थिएनौँ। सो आज समय मिलेको छ र हजुरहरूलाई पनि पूर्ण एकपल्ट म स्वागत गर्न चाहन्छु। र महिनी अर्थात् माङतेन गुरु हजुरको जहाँ जन्मघर जाने अवसर पाएको थिएँ। अनि हामीले प्रिभियस भिडियोमा हेरेका थियौँ कि उहाँको जेठा दाजुले कुन प्रकारले मूल खम्बामा पूजा गर्नुहुँदो रहेछ होइन। अनि त्यति मात्र होइन, तर उहाँले स्वयं आफै उहाँहरूको बहिनी जो हुनुहुन्छ उहाँहरूको घरमा गएर पनि उहाँको आफ्नो घरमा मूल खम्बामा गरे पश्चात चाहिँ उहाँको बहिनीहरूकोमा पनि पूजा लगाइदिनु हुँदो रहेछ। सो त्यही मेरोमा भिडियो छ, त्यही हामी हेर्नेछौँ है सर। हुन्छ सर। म गुरु हजुरको जेठा दाजु, यो मेरो घर हो। यहाँनिर यो 3टा चुल्हा छन्। यो मेरो घरको किचन हो, किचन चुल्हा यही हो चुल्हा। पूजा यहाँको मेरो गरिसकेपछि त्यहाँ माथि कान्छी बसिराख्नु भएको छ जुन मूल घरमा। म त यहाँ छुटेर यहाँनिर अलिकति तल घर बनाएर बसिरहेको। माथि कान्छीकोमा पनि बहिनीकोमा पनि मङ्सिर पूर्णिमा उँधौली, वैशाख पूर्णिमामा उँभौली, त्यसरी म गर्छु। गुरु हजुरको कान्छी नाना घरको चुल्हा चाहिँ यो नै हो। जेठा दाजुले नै पूजा गरिदिनुहुन्छ 6 महिनामा। उँधौली सेवा 6 महिनामा गरिदिनुहुन्छ जेठा दाजुले। मगनसरी उनको उङ्नु अनि गुरु हजुर हो ठुली नानाङका उनको अङ्लङ चाहिँ हेमकुमार राई गुरु हजुरको भेना जेठा पितृ पूजा मुमा बेलादा अनको वा भूप चिहाबोब अन्किना बेछुक अनि अछेटा अनि काया होकवा अनि साम्पिचा होकवा अनि मेन ngaksi men tuma ngaksi anki फालफुलादा मेन मन्याइका यागिनका। हजुर सर, जुन अहिले हजुरले भिडियो देखाउनु भयो, यहाँबाट हामीले धेरै एउटा होइन जान्ने एउटा अवसर मिल्यो भनौँ न। कति कुरा चाहिँ मैले भन्नुभन्दा पनि भिडियो देखेर हाम्रो धेरै श्रोताहरूले धेरै कुराहरू पनि बुझ्नुभयो होला, जहाँ चाहिँ गुरु हजुरको जेठा दाजुले चाहिँ मूलखम्बा होइन जुन माङखिममा पहिलो पूजा गरेर फेरि आफ्नो घरमा पनि गएर चुल्हामा पनि पूजा गर्नुहुँदो रहेछ है। र सर अब जस्तो अब माङतेनकै कुराहरू आउँदै गर्दा अरू पनि विस्तृत रूपमा चाहिँ जानकारी गराइदिनुहोस् न। सर अघि मैले भने जस्तै होइन, हामीले
जुन प्रकारको त्यो दिन हामी गयौँ होइन, हो त्यही बेलुका चाहिँ फेरि उहाँ परम पूजनीय गुरु हजुरको जेठा दाजुको घरमा चाहिँ उहाँ चाहिँ सरेर बस्नुभएको रहेछ। अँ, त्यो घरमा चाहिँ धामी उहाँको एउटा पूजा पाठ राख्नु भएको रहेछ होइन। धामीबाट हजुर, धामीबाट। अनि त्यो पूजा चाहिँ मैले क्लिप लिन पाएको छु। अनि हामी सर्वधर्महरू अरू क्लिपहरू पनि छ होइन, त्यो बादमा हेर्नेछौँ समय मिल्यो भने। अहिले भने फिलहाल चाहिँ हामी जो धामीबाट त्यहाँ पूजा भएको छ जेठा दाजुको घरमा, अँ, त्यो हामी हेर्नेछौँ। हुन्छ सर। र हामीले यहाँ चाहिँ हेऱ्यौँ कसरी परम्परागत अनुसार आफ्नो संस्कार संस्कृति जगेडा गरिराख्नु भएको रहेछ भन्ने कुरा हामीले देख्यौँ नि त। अन्त यो चाहिँ कहीँ न कहीँ एउटा रियालिटी हो क्या। अँ, हामीले धेरै जस्तो देख्छौँ कि सामाजिक सञ्जालहरूमा खालि गुरु हजुरले चाहिँ अर्थात् प्रेमवादले चाहिँ संस्कार नामित गर्यो भन्ने पुरा आउँछ नि त। नेगेटिभ मान्छेहरूकोबाट यस्तो टिप्पणीहरू पनि गरेको देख्छौँ। अँ, तर आज हामी हेर्नुहोस् है, यहाँनिर हजुरहरूले पनि देख्नुभयो होइन, कसरी चाहिँ एउटा तर रियालिटी चाहिँ के रहेछ भन्ने कुरा यहाँनिर देखाएको छौँ होइन। अनि यसरी नै गर्दै जाँदाखेरि हाम्रो सर्वधर्म अनुसार पनि पूजा लगाइन्छ त्यहाँ। तर त्यहाँनिर चाहिँ के भयो भने चाहिँ अरू कुनै पनि त्यो समयमा चाहिँ अरू कर्मकाण्डहरू भएको थिएन। भएको छैन। अन्त फर्दर चाहिँ अब उहाँहरूको धेरै ठुलो प्लान रहेछ एउटा सर्वधर्म पूजा होइन, किनकि उहाँहरूले त स्ट्याचु पनि ठुल्ठुलो राख्नुभयो सर। सर्वधर्म हजुर, त्यहाँनिर गौतम बुद्ध भयो होइन, अन्त के भन्छ शिवजीको भयो, गणेशजीको भयो, थुप्रो थुप्रो। अहिले मौका मिलेछ भने हामी टाइम मिलेछ भने अभियसली हेर्नेछौँ। त्यो हेर्नु सर्वधर्म पूजा चाहिँ फेरि अब आउने दिनहरूमा उहाँको परिवारहरूबाट नि एउटा ठुलो त्यहाँनिर भव्य रूपमा लगाउनु हुने रहेछ। पहिलाको एपिसोडमा इयानसेनको बारेमा पनि कुरा गरेको थिएँ नि त। अँ, त्यो चाहिँ अहिले मेरोमा फुटेज छैन, किनकि त्यहाँनिर त्यहाँ परिवारमा चाहिँ कुनै पनि इयानसेनबाट गर्ने एउटा कर्मकाण्ड भएको छैन। भएको थिएन। फर्दर हजुर, फर्दर चाहिँ अब पक्कै पनि म हजुरहरू समक्ष लिनेछु र त्यो याङसेनबाट कसरी गरिँदो रहेछ त्यहाँ परिवारमा भन्ने त्यो भिडियो पनि हामी पक्कै हेर्नेछौँ सर। अहिले जे थियो त्यो खिचिएर आयो, हजुर तर फर्दर फेरि ठुलो पूजा सर्वधर्म हुनेवाला चाहिँ रहेछ। हजुर पक्कै यहाँ सर्व ठुलो हुन्छ। हजुरले यो भन्दै गर्दा हामी पक्कै पनि सर्वधर्मको त्यो भव्य पूजा भएको हेर्न लालायित छौँ। हजुर त अब एउटा सिक्किमबाट पाल्नु भएको छ हाम्रो नेपालमा। एउटा हजुर प्रतिनिधित्व गरेर नआए पनि हजुर सिक्किमको भएको कारणले गर्दाखेरि हजुर। चाहिँ अनि होइन सर्वधर्म ठुल्ठुलो पूजा हुन्छ भन्ने जुन कुराहरू हजुरले अवगत गराउँदाखेरि सर अहिले मलाई जान्ने एउटा जिज्ञासा, सर्वधर्म पूजा बाहेक अरू लभिजमले अर्थात् प्रेमवाद दर्शनले चाहिँ के कस्तो कार्यहरू अहिले गरिरहेको छ सर यो? म यहाँनिर सानो जोड्न चाहन्छु है। जब सानै थिएँ अनि एज अ भोलिन्टियरको रूपमा, अन्त भोलिन्टियरको रूपमा मैले जोरथाङमा काम गर्दै गर्दाखेरि मेरो एउटा माइन्डमा हिट गरेको थियो क्या त्यो टाइममा। कसरी चाहिँ अब कति महान हुनुहुन्छ त्यो गुरु चाहिँ, जसले चाहिँ एउटा सबै धर्मलाई चाहिँ एउटा एक ठाउँमा लिन्छ भन्ने खाले। किनकि हामीले चाहिँ देखेको छौँ नि त, पढेको छौँ होइन, अब धर्मको कारणले गर्दाखेरि संसारमा कति धेरै लडाइँ भएको। आज हामी इतिहासमा पल्टाउँदाखेरि चाहिँ धर्मको कारणले जति लडाइँ भयो नि त्योभन्दा ठुलो अरू कुनै पनि छैन। सबसे बेसी लडाइँ पनि सबसे बेसी धर्मको लडाइँ। कारणले नै। तर गुरु हजुर भन्नुहुन्छ धर्मले त बचाउनु पर्ने हो, तर धर्म आज ठिक उल्टा भएको छ भन्नुहुन्छ। अनि अहिले आएर बोध हुन्छ मलाई होइन, एउटा साँच्चीकै संसारको एउटा जरुरत रहेछ
गुरु हजुर चाहिँ भन्ने लाग्यो मलाई होइन। यो भन्दै गर्दा हजुरले सिक्किमको सोध्नु भएको छ। सिक्किममा चाहिँ विगतको दिनहरूमा धेरै कार्यहरू भयो। अहिले रिसेन्टलीको कुरा गर्नुपर्ने हो भने धेरै नै काम भयो। जस्तै गुरु हजुरको भर्खरै जन्मदिवसमा होइन 31 मार्चमा हो, धेरै त्यहाँनिर ब्लड डोनेसन क्याम्पहरू भयो। ठुल्ठुलो त्यहाँनिर धेरैवटा ब्लकमा भयो। गुरु हजुरले कहिले पनि मेरो बर्थडेमा ठुल्ठुलो सेलिब्रेट गरिदियोस् भन्ने होइन नि त, तर एउटा सेवा कुन प्रकारले चाहिँ सेवा हुन्छ होइन, त्यो सेवा चाहिँ गर्नुपर्छ है भन्ने युवाहरूलाई भन्नुहुन्छ। युवा हामी सबै प्रेमवादीहरू। सो त्यही अनुसार सिक्किममा धेरै ठुलो भयो। ब्लड डोनेसन युथहरूबाट भयो होइन, उहाँको प्रेसिडेन्टको गाइडेन्समा भयो भने सिक्किममा चाहिँ 1,35,000 चाहिँ बिरुवाहरू रोपेको थियौँ। 1,30,000 या बिरुवा। गुरु हजुरको एउटा गाइडेन्समा भयो होइन। त्यहाँनिर एलएमले यति सङ्घर्ष गरेको छ नि त, घाम पानी नभनिकन यस्तो सङ्घर्ष गर्नुभएको छ होइन। त्यो सङ्घर्ष चाहिँ आज त्यसको फलस्वरूप चाहिँ फुल्नु पनि थालेको छ। गुराँसहरू भयो भने अनि विभिन्न ब्लक जो छ बाल विकासहरू भन्छ सिक्किममा चाहिँ अब थुप्रै छ बाल विकासहरू, जहाँ प्रेमवादीहरू हुनुहुन्छ, इभन हाम्रै गाउँमा पनि होइन। अन्त बाल विकासको सासानो नानीहरूलाई एउटा ट्रेन गराइन्छ होइन। अनि उहाँहरूबाट पनि एउटा कार्य भयो क्या संसारमा। आज हामी हेर्छौँ खालि ग्लोबल वार्मिङ भयो भन्छौँ होइन। अब मैले के एनालाइज गर्छु भने सर, अहिलेको संसार साँच्ची नै जलिरहेको छ होइन, टुक्रिरहेको छ नि त। मान्छेको अहङ्कार भयो, धर्मकै कारणले गर्दा भयो, किन नहोस् ग्लोबल वार्मिङको कारणले गर्दाखेरि अब फ्याक्ट्रीहरू नै यति धेरै भयो, एयर पल्युसन भयो, गाडी थुप्रै प्रकारकोले गर्दाखेरि पोल्युटेड भइरहेको छ होइन। तर त्यसलाई चाहिँ कसरी चाहिँ समाधान गर्ने भन्ने कुरा चाहिँ धेरै जस्तो देखिँदैन, अघि बढेको देखिँदैन। तर गुरु हजुरको गाइडेन्समा चाहिँ त्यसरी 1,35,000 बिरुवा रोपन भएको थियो भने सँगसँगै बाल विकासहरू जो छ सिक्किमको प्रत्येक बाल विकासले सरसफाइ अभियान भयो, प्लान्टेसनहरू पनि गरियो। आजसम्म म जीवनकालमा हेर्नु पर्दाखेरि म गुरु हजुरसँग कन्टिन्यू बगेको चाहिँ कन्टिन्यू भनौँ एज अ मिडियामा चाहिँ म सिक्किममा हुँदाखेरि 1 वर्ष भएको थियो। त्यो 1 वर्षमा चाहिँ मेरो आज म साँच्ची फर्केर हेर्छु होइन, त्यो 1 वर्ष चाहिँ मेरो लागि चाहिँ यो इयरसम्म आइपुग्दाखेरि सबभन्दा बेस्ट इयर चाहिँ सर त्यो भएको थियो। किनकि म कसैको लागि कसैको लागि त्यहाँ काम गरिरहेको थिएँ। काम भनौँ कसैलाई सेवा पुऱ्याइरहेको थिएँ। मेगा आमा सरको कुरा गरौँ आज सर, मेगा आमा सर जहाँ अब एउटा वृद्ध आमा बाबाहरू जो थलो परिरहेको थियो नि त, प्यारालाइज भइरहेको थियो, उहाँको लागि साँच्ची नै त्यो घरदेखि अलिकति आँगन पनि एउटा परदेश जस्तो भइरहेको थियो सर। त्यो समयमा चाहिँ आज हामीलाई थाहा छ नि त होइन, हामीलाई थाहा छ जो हामी हिँड्यौँ त्यहाँ मेगा आमासय हिलिङ ठाउँ मेगा आमासय हिलिङ त 2 टाल भयो जोरथाङमा, तर त्योभन्दा अगाडिदेखि नै आमासय हिलिङहरू हुनु थालेको क्या ठाउँ जहाँ रवि पुग्दैन त्यहाँ कवि पुग्छ भने चाहिँ, जहाँ अस्पतालहरू पुग्ने थिएन क्या, त्यो कति फेसिलिटी थिएन। तर त्यहाँनिर एलएमहरूको यति साह्रो होइन हुन्छ नि, निरन्तर यति साह्रो उहाँ डेलिकेट भइकन त्यहाँनिर हिलिङहरू पुऱ्याइदिनु भयो र त्यो फलस्वरूप पनि यति धेरै बिरामीहरू जाति हुनुभयो। जस्तै आज हामीले हेर्छौँ कि हामी जस्तो युथहरू होइन, आज हाम्रो धेरै इच्छाहरू हुन्छ, आकाङ्क्षाहरू हुन्छ, म त्यो गर्छु, म फल्ना गर्छु, मेरो ड्रिम त्यो छ। तर हामी त्यसरी जाँदै गर्दाखेरि हिलिङहरू हुँदै गर्दाखेरि यस्तो युथहरू पनि देख्यो जो मेरै एजहरूको हुनुहुन्थ्यो, जसले आफ्नो घोडाहरू घुमाइराखेको, जो प्यारालाइज हुनुहुन्थ्यो, जसको ब्याकबोन राम्रो चल्थेन होइन, उहाँहरूको लागि त एउटा राम्रो हिँड्नु नै एउटा सक्सेसफुल थियो क्या सपना। सपना। अरूको यो बन्ने त्यो बन्ने हुन्छ, उहाँहरूको चाहिँ बिरामीबाट त्यो जाति हुनु मात्रै सपना। त्यो थियो। अन्त मैले त्यो हेरेँ होइन, अनि एक प्रकारको आफूलाई साँच्ची नै भाग्यमानी ठाने कि म यस्ता महान गुरुको हातमा हिँडिरहेको छु। हुन त एउटा दरिलो खम्बा नभए तापनि एउटा इँटा भएर पनि एउटा हिँड्न पाउँदाखेरि एकदम आफैलाई भाग्यमानी बोध गरेको छु त्यो समयमा होइन। अनि त्यसरी नै फ्लड जाँदाखेरि चाहिँ हामी एकदम दुःखी बन्यौँ। हामी सिक्किमिज मात्रै होइन, तर सारा सबैजनालाई एउटा चोट पुगेको थियो होइन। अन्त धेरै इकोनोमिकली भयो, हरेक कुराले एउटा डाउन फेस भएको थियो। त्यो समय पनि गुरु हजुरको गाइडेन्समा एलएमहरूलाई हटाउनु भयो, डटाउनु भयो। नर्थमा होस्, इस्टमा होस् होइन, हरेक कुरा जहाँ क्षति भएको छ। रम्फू सिङतामहरू त हामी बसेको थियौँ त्यहाँनिर कि, अन्त नर्थहरूमा अरूको गाइडेन्समा भएको थियो, इस्टमा हामी सिङताम बजार सबैभन्दा एफेक्टेड प्लेस छ हजुर। त्यहाँबाट चाहिँ हामीले चाहिँ के देख्यौँ भने चाहिँ पप्पी जो छ उनीहरूलाई चाहिँ लावारिस प्रकारले छोडिरहेको थियो क्या। उसलाई खानको लागि पनि केही दिएको थिएन, बचाउनको लागि पनि केही दिएको थिएन, कसै डुबिरहेको कसै मरिरहेको थियो होइन। त्यो समयमा चाहिँ हामी लभिजम एक्टिभ मेम्बरहरूबाट चाहिँ धेरै रेस्क्यु भयो।
एनिमल्स इभन हामीले अझै पनि याद छ हामीले चाहिँ खालि पप्पीलाई मात्रै होइन कुखुरालाई पनि गरेको थियौँ होइन त्यहाँ बाख्राहरू पनि थियो होइन अन्त इभन अब त्यति मात्र होइन तर हामीले मान्छेलाई पनि गऱ्यो मान्छेको कसै गोद्रेज के भइरहेछ त्यो सबै निकाल्यो त्यो सँगसँगै गुरु हजुरसँग पनि हामी रातिको किन एक बजी निकालेको छौँ सर हामीले सोच्छु कि अहिले पनि तपाईँले पनि सायद भिडियोहरू हेर्नुभयो होला होइन हजुर गुरु हजुरसँग चाहिँ अब एनजिओज अरू एनजिओबाट पनि रेस्क्यु हुने चाहिँ कोसिस भएको थिएछ त्यो बिल्डिङमा 2 स्लेपमा उँधो गएको थियो त्यहाँनिर चाहिँ हिलो पुरै ब्ल्याङ ब्लुङ अनि त्यहाँ रेस्क्यु टिमहरू अगाडि पुग्नु भएको थिएछ अनि उहाँहरूले पनि सक्नु भएन रहेछ अनि उहाँको मालिकले चाहिँ अब कसरी हामीलाई अब इन्फर्म भयो होइन इन्फर्म हामीलाई भन्दा पनि एकजना हुनुहुन्छ हाम्रो म आज भन्न चाहन्छु रुपेन बोजो हुनुहुन्थ्यो उहाँ कोअर्डिनेटर हुनुहुन्छ अन्त उहाँलाई हुँदाखेरि गुरु हजुरबाट इन्फर्म भयो होइन उहाँलाई चाहिँ बचाउनुपर्छ एनी हाउ बचाउनुपर्छ भन्नुभएर त्यहाँ चाहिँ एनिमल्स कि मान्छे नै थियो एनिमल्स एउटा पप्पी हुनुहुन्थ्यो सानो मान्छे भनेर चिन्नु गर्दा त्यहाँनिर चाहिँ एउटा बिल्डिङमा फसिरहेको पुरै अब यस्तो सर यहाँनिर हिलो छ अब यहाँनिर छ त्यो पप्पी चाहिँ होइन यहाँबाट चाहिँ बचाउनु पर्ने त्यस्तो डरलाग्दो भएको थियो होइन 2 किलोमिटर जस्तो त हामी हिँडेर जानु पर्थ्यो पुलहरू ब्ल्याङ ब्लुङ सर्टकट बाटोहरू केही नै थिएन अब हामीले जाँदाखेरि राति बल 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 पुरा टिस्टा खोला उड्दिरहेको थियो अन्त यति घोडा गम्बुट लगाएर आएको छौँ बेस्ट लगाएको छौँ यति गम्बुटमा टक्लक पुरा हिँड्नु एकदम साह्रो त्यो समय पनि गुरु हजुर स्वयं आफै पनि जानुभएको थियो अगाडि गएको रेस्क्यु टिम पनि त्यहाँबाट चाहिँ नसकेर हजुर फर्कियो फेरि त्यहाँको मालिकले कल गरेर हजुर लभिजाउँ हाम्रो एलएमलाई कल गर्नु या अन्त त्यो हुँदा त्यो त एउटा पप्पीको भयो जहाँ चाहिँ मान्छेको लासहरू पनि व्यवस्था गर्ने अवस्था थियो हजुर त्यो अवस्थामा पनि अब हुन्छ नि अघि तपाईँले भने जस्तो एनजिओहरू हरेक अब क्षेत्रबाट चाहिँ रेस्क्यु गर्नको लागि विशेष भनेको मान्छेलाई प्राथमिकतामा राखेको देखिन्छ हजुर जसले पनि मान्छेलाई खान दिनुपर्छ बचाउनुपर्छ ओड्ने ओछ्याउने सब तर पप्पीहरूको लागि चाहिँ प्राय पाइँदैन तर यो तपाईँको प्रसङ्ग पनि मलाई चाहिँ त्यहाँ भेट खायो क्या जहाँ चाहिँ मान्छेलाई त गर्दैछ रेस्क्यु गर्दैछ तथापि पनि पप्पीलाई पनि त्यो प्रकारले चाहिँ प्राथमिकतामा राखेर प्रायोरिटीमा राखेर त्यो लेभल तक रेस्क्यु गर्नु भनेको चाहिँ अनि गुरु हजुरले हामीले कहाँबाट बयान गर्ने होइन जसले चाहिँ के भन्छ पूजापाठ मात्र होइन यो प्रकारले पनि सेवा गर्न सिकाउनु भनेको चाहिँ अन्त त्यसरी नै गुरु हजुरले चाहिँ केवल एलएमहरूलाई मात्रै खटाउनु भएको थिएन उहाँ स्वयं आफै पनि नर्थ जस्तो जग्गामा जहाँ एउटा ड्यामको फुट्यो होइन त्यो ड्याम फुटेको अलिक तल जहाँ एकदम पुलहरू थिएन त्यहाँनिर हेर्नुभएको होला तपाईँले भिडियो गुरु हजुरले हजुर देख्न सक्छौँ जिपमा हजुर यसरी तानेर भारीहरू आफै बोक्नु भएर गुरु हजुर आफैले पनि धेरै सहयोग गर्नुभएको छ जो हाम्रो गाउँदेखि अलिक यता एउटा मन्दिर छ प्राणायाम मन्दिर त्यहाँनिर जानुभएको थियो गुरु हजुर होइन गुरु हजुर जानु भएर त्यहाँनिर ब्ल्याङ्केटहरू भयो त्रिपालहरू भयो खानेकुरा के हुन्छ हाम्रो एलएमहरू पनि त्यहाँ खट्नु भयो होइन खानाहरू पकाइदिने भयो के कसो हजुर त्यसरी नै सिक्किममा विभिन्न मैले भने होइन अनि साथैमा हाम्रो एउटा सपना भनौँ न ड्रिम छ चाहिँ हामी प्रेमवादीहरूको होइन एउटा प्रोजेक्ट बन्दैछ जुन चाहिँ धेरै अगाडिदेखि सिक्किमका सम्माननीय मुख्यमन्त्री श्रीमान प्रेमसिंह तामाङ गोलेज्यूको एउटा आशीर्वादको कारणले गर्दा प्रेमवादीको एउटा धरातल बन्दैछ त्यहाँनिर अनि सिक्किमलाई जुन प्रकारको एउटा टेवा पुर्याउने होइन केही हदमा हामी एउटा युथबाट पनि काम भइरहेछ हिजोअस्ति भर्खरै मात्र क्लिनिनेस ड्राइभ एकदम व्यापक रूपमा भयो त्यहाँको पञ्चायत नगर पञ्चायतहरूसँग कोलाबोरेसन गरेर होइन त्यहाँनिर अलमोस्ट 400-500 प्लस भोलिन्टियर्सहरू आउनुभएको थियो लभिजाउँबाट होइन र त्यसरी नै सर हाम्रो जहाँ निर्माणिक आश्रम नन्दुगाउँमा छ सिक्किमको चाहिँ सेन्टर त्यो पर्छ अनि त्यहाँनिर जो चाहिँ एक प्रकारको भनौँ होमलेस होइन होमलेस एउटा एनिमल्सहरू जस्तो प्रकारको एउटा पप्पीहरू हुन्छ जसले फ्यालिएको हुन्छ होइन जो बिमार भएर घरबाट टाढिएको हुन्छ जसले खानु नपाइरहेको हुन्छ त्यो सबै पप्पीहरूलाई चाहिँ आश्रममा लिएर राख्ने गरिएको छ अनि त्यहाँनिर एलएमहरूले नै स्याहार सुसार जसले अब हेर्नु पर्यो भन्दाखेरि त अब मान्छेको लागि त धेरै हुन्छ क्या ट्रिटमेन्टदेखि लिएर हरेक कुरा फेसिलिटीहरू हुन्छ होइन त्यहाँनिर मान्छेहरू लागि पर्छ नि त तर जो अबोध पशु प्राणीहरू छ उहाँको लागि धेरै हुँदैन क्या त्यस्तो उहाँलाई रेस्क्यु गर्नेहरू हजुरले जुन प्रकारले यो होइन सर्वधर्मको विषयदेखि लिएर अहिले सर्वधर्म साथै सिक्किममा भइरहेको गतिविधि के कुराहरू कार्यहरू भइरहेको छ विस्तृत रूपमा हजुरले जुन हामीलाई भन्दै हुनुहुन्छ हामीले धेरै कुराहरू यहाँबाट एउटा
सुन्यौँ, जान्ने हजुर। एउटा अवसर हजुरबाट मिल्यो। मह्म। र पनि अब अन्य धेरै कुराहरू पनि छ होला, तर हजुर। अब अरू भिडियो पनि हामी अब यहाँ अरू कुराहरू पनि हजुरबाट हामी सुन्नेछौँ। हजुर सर, मैले अघि नै कुरा गरेको थिएँ सर्वधर्मको ह, स्ट्याचुहरू राखिएको रहेछ माङतिनमा गुरु हजुरको आफ्नो परिवारहरूले होइन, एउटा सर्वधर्म पूजा भनौँ त्यसरी फलो गरिराख्नु भएको रहेछ होइन। जुन कुरा चाहिँ सिक्किममा थियो त्यही कुरा हजुरले हजुर यहाँ पनि हजुर, गुरु हजुरको मैले गाउँमा विगतको पाउनुभयो। हजुर एपिसोडमा पनि कुरा गरेको थिएँ, जुन हो, झलको सिक्किममा पाएको थिएँ त्यही हो। झलक चाहिँ मैले पाएको थिएँ। यो भिडियो चाहिँ हामी पहिला हेर्नेछौँ। हुन्छ, प्लिज सर हेरौँ। जय प्रेम, म राजेन बान्तवा। यहाँ माङतेनमा आइसक्दा गुरु हजुरको एउटा कोट, मेरो धर्म सर्वधर्म भन्ने कोट स्मरण गर्न चाहे। र मेरो ब्याकग्राउन्डमा हजुरहरूले देख्नुहुँदैछ त्यहाँ सर्वधर्मका विभिन्न धर्महरूका मूर्तिहरू छ, भगवान्का मूर्तिहरू। र मेरो राइट साइडमा हामी फार राइट साइडमा हामी देख्न सक्छौँ त्यहाँनिर माङखिम पनि छ, जहाँ चाहिँ यहाँ गुरु हजुरको जेठा दाजुले चुलो पूजा गर्नुहुँदैछ। गुरु हजुर भन्नुहुन्छ यदि संसारमा शान्ति चाहेको छ भने त्यो केवल धर्मबाट मात्र आउँछ। तर यद्यपि त्यो हुँदाहुँदै पनि हामी देख्न सक्छौँ कतिपय कुराहरू, विश्वमा युद्धहरू भए, विश्वमा धेरै क्रूरताका कुराहरू धर्मबाटै पनि सिर्जना भएका छ। यदि धर्ममा प्रेम छैन भने त्यो शान्ति कदापि सम्भव छैन, गुरु हजुरको भनाइ छ। त्यसर्थ त्यो प्रेमको खोजीमा गुरु हजुर हिँड्नुभयो र विभिन्न धर्महरूको स्थलहरूमा गुरु हजुर पुग्नु भएको हामी उहाँको जीवनीबाट सुन्ने गर्छौँ। म गुरु हजुरको जेठा दाजु, मेरो नाम कमान्दोज राई हो। गुरु हजुरले मेरो धर्म नै सर्वधर्म हो उहाँले भन्नुहुन्छ। यसरी सबै धर्म, सबै चाहिँ नि एउटा सर्वधर्म, सबै धर्महरूलाई चाहिँ नि धर्महरूको सम्मान गर्दै यसरी चाहिँ नि भगवानको मूर्तिहरू हामीले राखेका छौँ। अझै पनि अब सुम्निमा पारुवाङ आदि जति पनि भएका यो एउटा विश्व ब्रह्माण्डभित्र जति पनि भएको चाहिँ नि एउटा भगवान्हरू, धर्महरू एकीकृत गर्नको निमित्त फेरि पनि अब मूर्तिहरू ल्याउने कार्य फेरि जारी नै छ भनी म यहाँहरूलाई यति कुरा जानकारी गराएँ। र अहिले यहाँ देख्नुभयो उहाँ चाहिँ गुरु हजुरको जेठा दाजु, अगाडि विगतको एपिसोडमा पनि बुझाइसकेको छु। र उहाँ सँगसँगै अगाडि जो बोल्नुभयो उहाँ चाहिँ हाम्रो राजेन सर हुनुहुन्छ, जो इन्टरनेसनल हाम्रो लभिजम मिडियाको कोअर्डिनेटर हुनुहुन्छ। र उहाँ धेरै अगाडिदेखि यसरी मिडिया फिल्डमा हुनुहुन्छ, जो हामीलाई यसरी गाइडेन्स गरेर अगाडि बढिराख्नु भएको छ। अनि धेरै उहाँको ठुलो भूमिका छ मिडियालाई माथि उचाल्नुमा होइन। अनि त्यसरी नै उहाँले माङतेनसम्म, म त एउटा नयाँ थिएँ होइन, एउटा सिक्किमबाट आएको मान्छे, अनि माङतेन जाने इच्छा त थियो तर कहाँ हो कहाँ हो। तर उहाँको गाइडेन्समा चाहिँ मैले माङतेनको एउटा भ्रमण गर्नु पाएँ। उहाँलाई पनि म यहाँबाट धन्यवाद दिन चाहन्छु। सर, हामीले जुन भिडियो हेऱ्यौँ होइन, जुन प्रकारले अब राजेन सरद्वारा हजुर माङतेन पुग्नुभयो र यति राम्रो राम्रो भिडियोहरू हामीले देख्न पायौँ, जुन भिडियोले चाहिँ हामीले कति कुरा भनेर भन्दा पनि देखेर धेरै कुराहरू जान्ने एउटा मौका मिल्यो। हजुर। यसमा सर साथै राजेन सरलाई पनि धेरै धेरै हामी धन्यवाद नदिइराख्न सक्दैनौँ। र सरसँग अझै पनि केही होइन भिडियोजहरू लगायतका केही कुराहरू छ भने। हजुर सर, मसँग रहेको छ। आज धेरै हामीले भिडियो हेऱ्यौँ होइन, जहाँ गुरु हजुरको परिवारहरूले कुन प्रकारको चुला पूजाहरू अर्थात् सर्वधर्म राख्नु भएको छ भन्ने कुराहरू। र अझै मसँग एउटा भिडियो छ जहाँ गुरु हजुरको आफ्नै परिवारहरूबाट
केही मैले टेस्टमनी लिएको छु जुन प्रकारले उहाँको गुरु हजुरको बाल्यकाल अवस्था चाहिँ कसरी त्यो जग्गामा बित्यो भन्ने कुराहरू छ उहाँले कसरी बिताउनु भयो त्यो भिडियोहरू मसँग छ म सर त्यो भिडियो देखाउन चाहन्छु